साथीहरू नमस्कार। आजको लागि पहिलो प्रश्न रहेको छ, असफल तारा भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए अरुण, अप्सन बी शुक्र, अप्सन सी शनि, अप्सन डी मङ्गल। तपाईँहरू आफ्नो कमेन्ट गर्नुहोला। यसको सही उत्तर रहेको छ अप्सन ए अरुणलाई असफल तारा भनेर चिनिन्छ। त्यो भएको कारणले गर्दाखेरि अप्सन ए इज करेक्ट एन्सर। आजको लागि प्रश्न नम्बर 2 रहेको छ, पृथ्वीबाट देखिने सबभन्दा चम्किलो तारा कुन हो? अप्सन ए लुब्धक, अप्सन बी ध्रुव तारा, अप्सन सी चित्रा, अप्सन डी सिरिस। तपाईँलाई कुन उत्तर सही लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु। यसको सही उत्तर रहेको छ ध्रुव तारा, अप्सन बी इज करेक्ट एन्सर रहेको छ। क्वेसन नम्बर आजको लागि क्वेसन नम्बर 3 रहेको छ, सबैभन्दा बढी घनत्व भएको ग्रह कुन हो भनेको छ? अप्सन ए शुक्र, अप्सन बी शनि, अप्सन सी अरुण, अप्सन डी पृथ्वी। यसको सही उत्तर रहेको छ अप्सन डी पृथ्वी। क्वेसन नम्बर 4 रहेको छ, दिशा छुट्याउन प्रयोग हुने तारा कुन हो भनेको छ? अप्सन ए पुनः अप्सन बी डग स्टार, अप्सन सी ध्रुव तारा, अप्सन डी सिरियस। तपाईँलाई कुन उत्तर सही लाग्छ कमेन्टमा कमेन्ट गर्नु। यसको सही उत्तर रहेको छ ध्रुव तारा। ध्रुव तारा ले दिशा छुट्याउन प्रयोग गर्न छैन, त्यही भएर अप्सन सी इज करेक्ट एन्सर रहेको छ। क्वेसन नम्बर 5 रहेको छ, चन्द्रमाको भन्दा पृथ्वीको गुरुत्व बल कति गुणा बढी छ? अप्सन ए 10, अप्सन बी 6, अप्सन सी 12, अप्सन डी 7। यसको सही उत्तर रहेको छ अप्सन बी 6 गुणा बढी रहेछ। क्वेसन नम्बर 6 रहेको छ, पृथ्वीको आफ्नो अक्षमा एक फोनको लाग्ने समयलाई के भनिन्छ? अप्सन ए 1 चन्द्रमास, अप्सन बी 100 दिन, अप्सन सी 100 वर्ष र अप्सन डी 1 प्रकाश वर्ष। यसको सही उत्तर रहेको छ अप्सन बी 1 सौर्य दिन। पृथ्वीले आफ्नो कक्षमा एक फोनको लाग्ने समयलाई 1 सौर्य दिन भनिने रहेछ। क्वेसन नम्बर 7, रातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए शनि, अप्सन बी मङ्गल, अप्सन सी बृहस्पति, अप्सन डी बुध। यसको सही उत्तर रहेको छ अप्सन बी मङ्गल ग्रहलाई रातो ग्रह भनेर मङ्गल ग्रहलाई चिनिने रहेछ। क्वेसन नम्बर 8, मानव निर्मित पहिलो उपग्रह कुन हो? अप्सन ए लुना, अप्सन बी स्याटेलाइट 2, अप्सन सी स्पुतनिक 1, अप्सन डी आर्यभट्ट। तपाईँलाई कुन अप्सन सही लाग्छ कमेन्ट गर्नुहोला। यसको सही उत्तर रहेको छ अप्सन सी स्पुतनिक 1 मानव निर्मित पहिलो उपग्रह रहेछ। क्वेसन नम्बर 9, चन्द्रमामा रहेको खाल्डालाई के भनिन्छ? अप्सन ए क्रेटर, अप्सन बी भेक्टर, अप्सन सी अफ ट्याक्लिटी, अप्सन डी आर्यभट्ट।
यसको सही उत्तर रहेको छ अप्सन ए क्रेटर। चन्द्रमामा रहेको खण्डलाई क्रेटर भनिँदैछ। क्वेसन नम्बर 10 रहेको छ चन्द्रमाको सतहमा नील आर्मस्ट्रङसँगै पाइला राख्ने व्यक्ति को हुन्? अप्सन ए माइकल कोनिस, अप्सन बी एडविन आल्ड्रिन, अप्सन सी माइकल सेपार्ड, अप्सन डी रोबर्ट राइट। यसको सही उत्तर रहेको छ अप्सन बी एडविन आल्ड्रिन। एडविन आल्ड्रिनले नील आर्मस्ट्रङसँगै चन्द्रमाको सतहमा पाइला राखेका थिए। क्वेसन नम्बर 11 पृथ्वीको ध्रुवीय व्यासभन्दा भूमध्यरेखीय व्यास कति बढी छ भनेर चाहिँ अप्सन ए 40 किलोमिटर, अप्सन बी 42 किलोमिटर, अप्सन सी 46 किलोमिटर, अप्सन डी 40 किलोमिटर। यसको सही उत्तर रहेको छ अप्सन बी 42 किलोमिटर। ध्रुवीय व्यासभन्दा भूमध्यरेखीय व्यास 42 किलोमिटरले बढी रहेछ। आजका लागि क्वेसन नम्बर 12 निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए बुध, अप्सन बी शुक्र, अप्सन सी पृथ्वी, अप्सन डी वरुण। यसको सही उत्तर रहेको छ पृथ्वी। निलो ग्रह तथा ब्लू मार्बल भनेर पृथ्वीलाई चिनिन्छ। हस्त साथीहरू आजका लागि यति नै। आगामी दिनहरूमा यस्तै भिडियो लिएर तपाईँहरूको माझ आउनेछु। मेरो च्यानल हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णमा हार्दिक धन्यवाद भन्न चाहन्छु र च्यानललाई सेयर, सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु।